13 अरब 70 करोड वर्ष अगाडि हाम्रो ब्रह्माण्डको उत्पत्ति भयो। आजभन्दा 5 अर्ब वर्ष अगाडि हामीले देख्ने सूर्यको उत्पत्ति भयो। आजभन्दा 4 अरब 50 करोड वर्ष अगाडि हामी बस्ने पृथ्वी उत्पत्ति भयो। यो ब्रह्माण्डमा यस्तो चक्र छ साथीहरू, एउटा ब्रह्माण्ड अन्तर्गत आकाशगङ्गाहरू छन्। लाखौं लाख आकाशगङ्गाहरू छन्। लाखौं लाख आकाशगङ्गाहरूमध्ये प्रत्येक आकाशगङ्गाको लाखौं लाख सौर्य परिवारहरू छन्। लाखौं लाख सौर्य परिवारको मध्ये एउटा सौर्य परिवारको विभिन्न ग्रह उपग्रहहरू आरम्भ गर्छन्। त्यसरी 13 अर्ब 70 करोड वर्ष अगाडि उत्पत्ति भएको ब्रह्माण्ड अन्तर्गत आकाशगङ्गा अन्तर्गत सौर्य परिवार अन्तर्गत पृथ्वीमा हामी छौँ। पृथ्वीको एसिया महादेशको सर्वोच्च हिमालय श्रृङ्खला तलतिर नेपाल देश छ। नेपाल देशको राजधानी काठमाडौँ यो एउटा जिल्ला पनि हो। त्यसको आलुकारी सिमलटार यो नाम्थ्यौ हुम्ला समाजको सभा कक्षमा हामी 136औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन जुटेका छौँ। यस अवसरमा तपाईँ मजदुर साथीहरू, हाम्रो कर्मी साथीहरू सबैलाई म सर्वप्रथम शुभकामना व्यक्त गर्न चाहन्छु। पूर्वका साथीहरूले पकाइसक्नुभयो। शुभकामना मन्त्रीका निम्ति महत्त्वपूर्ण पक्का साथीहरू हुनुहुन्छ। यो शुभकामना सहित हामी आज यो सभाबाट 2007 सालमा सुरु भएको पुँजीवादी आन्दोलनको पूर्णता र नेपालमा समाजवादी युग निर्माणको प्रारम्भको लागि 136औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको यादमा हामी विद्रोह अपिल गर्छौँ। हामी जनविद्रोह गर्छौँ। साथीहरूलाई धेरै शुभकामना दोहोऱ्याउन चाहन्छु। सिकागोको ठुलो मजदुर आन्दोलन जहाँ हजारौंको बलिदान भयो, त्यसले 24 घण्टालाई 3 खण्डमा दिइरहेको छ। अघि साथीहरूले बताइसक्नुभयो। 8 घण्टा श्रम, 8 घण्टा अध्ययन, 8 घण्टा आराम। यो अहिले आज 119 वर्ष पुरा भएर 36 वर्षको लागि यो मजदुरहरूको पेशागत हक हितको आन्दोलनको विजय हो। हामी प्रत्येक अन्तर्राष्ट्रिय मजदुर दिवसमा विजयको कुरा गर्छौँ। यो विजय 135 वर्ष अगाडि विश्वमा चाहिँ स्थापित गरिएको थियो, हासिल गरिएको थियो, नेपालमा निकै पछि लाग्छ। त्यसको लागि शुभकामना हो। विद्रोहतर्फ तपाईँलाई म केही प्रश्नहरू राख्न चाहन्छु। हामी यहाँ नारा प्रस्तुत गरेका छौँ। सङ्घीय प्रतिनिधि सभामा माने गणतन्त्र नेपालको सङ्घीय प्रतिनिधि सभामा मजदुर, किसान र सुकुम्बासीको 85% स्थानको निम्ति सङ्घर्ष गरौँ। हामीले अस्ति फागुन 24 गते माइती हरफिर्केसम्म तेस्रो जनआन्दोलन सडक धरना अभियानको उद्घाटन सभामा हामीले गऱ्यौँ। संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय स्तरमा 2025 को लागि महिलाको हक अधिकार सम्बन्धी नारा उद्घोषण गर्यो। तर हाम्रो देशको यो महिला विरोधी पुरुषसत्तावादी सरकार, संसद, मजदुर विरोधी, किसान विरोधी संसद दल र नेताहरूले वास्ता गरेपछि तेस्रो जनआन्दोलन राष्ट्रिय परिषद नेपालबाट 115औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा
नेपालमा हामीले एउटा राष्ट्रिय नारा उद्घोष गर्यौँ। त्यो काम हाम्रो तेस्रो जनाको राष्ट्रिय परिषद नेपालको सदस्य याङछेन भोटेद्वारा त्यहाँ गरियो। हामीले भन्यौँ सन् 2025 भरि नेपालमा महिला अधिकारको सङ्घर्षको आन्दोलनको नारा हुनेछ महिला जनसङ्ख्याको आधारमा राजनीतिक अधिकार, महिला जनसङ्ख्याको आधारमा राजनीतिक अधिकार। महिलाहरू धेरै हुनुहुन्छ यहाँ दिदीबहिनीहरू। अहिले 33% सांसदको कोटा छ। नेपाली महिलाहरूलाई 33% सांसदको कोटाले पुगेको छ छैन। त्यसैले त्यो 33लाई 50 पुग्यो। महिलाको 50 हुनु पर्यो, पुरुषको 50 हुनु पर्यो। त्यस्तै जातजातीय कुनै आंशिक मात्रै छ, त्यसलाई पूर्ण त्यसले पुग्छ पुग्दैन। आंशिक भने पूर्ण समाजवादी बनाउनु पर्यो। त्यसैले हामीले यहाँ भनेका थियौँ नेपालमा 5वटा उत्पीडित जनसमूहहरू छन्। पहिलो वर्ग, दोस्रो लिङ्ग, तेस्रो जातजाति, चौथो क्षेत्र, पाँचौँ देशभक्त। यो 5वटा उत्पीडित जनसमूहहरू देशको माया गर्ने उत्पीडित छ, क्षेत्रका विभिन्न क्षेत्रका मान्छे उत्पीडित छन्। हामी त्यहाँ देख्छौँ कि त्यहाँ तल चुचेपाटीदेखि उयो राम्रै छ, अझै महाकालसम्म, अझै रामाडीसम्म भनौँ, त्यसमाथि कस्तो छ। यो पनि एउटा उदाहरण। क्षेत्रहरू त्यतिकै उत्पीडित छन्, जातजातिहरू त्यतिकै उत्पीडित छन्, महिलाहरू उत्पीडित छन् र वर्ग त संसारहरू 50 उत्पीडित छन्। त्यसैले वर्ग, लिङ्ग, जातजाति, क्षेत्र र देशभक्त 5वटा उत्पीडितहरू मिल्नुपर्छ र 2007 सालदेखि सुरु भएको पुँजीवादी लोकतान्त्रिक आन्दोलनलाई पूर्णता दिनुपर्छ र समाजवादी युगको प्रारम्भ गर्नुपर्छ। त्यसको निम्ति साथीहरू मजदुरको जनसङ्ख्या सरकारी तथ्याङ्कले यति बेला नेपालमा 20% मजदुर छ, 65% किसान छ। 104 वर्षीय राणा शासन बन्दी गर्ने वर्ग स्रोतको हिसाबले, पेसाको हिसाबले मजदुर र किसान विरुद्ध छ। 30 वर्षीय निर्दलीय पञ्चायती व्यवस्था अन्त्य गर्ने 2046 वर्गको हिसाबले मजदुर किसान। 240 वर्षीय सामन्ती राजतन्त्र अन्त्य गर्ने दोस्रो जनान्दोलन 65-63 हुँदै संविधान सभा हुँदै दोस्रो जनान्दोलनमा मजदुर र किसान थिए। जातजाति र महिलाहरूमा सीमित मात्रै भए पनि दलतन्त्र, नेताको गोलीतन्त्र, नाताको गरिब बिक्री भए पनि प्रतिनिधि सभामा केही प्रतिनिधिहरू जातजाति र महिलाहरूले विद्रोह गरेका छन्। हामी मजदुरहरूले, हामी किसानहरूले एकदमै बुझ्न जरुरी छ साथीहरू। बुझ्न के जरुरी छ भने 275 जनाको सङ्घीय प्रतिनिधि सभामा 1 जना कोही मजदुर छ छैन, 1 जना कोही किसान छ छैन, 1 जना चाहिँ सुकुम्बासी छ छैन। हो यस कारण 50 लाख 60 लाख नेपालीहरू विदेशमा भौँताइरहनु पर्छ। यस कारण किसान भनेको उत्पादक शक्ति हो, मजदुर भनेको उत्पादक र निर्माणका शक्ति हो। जब उत्पादनकर्ता र निर्माणकर्ता श्रमकर्तालाई नै तपाईँको गुल्तेर राखिन्छ, 275 जनामा एउटा पनि सांसद बनाइदिने त्यहाँ 2 जनाको बनाइदिने, 3 जनाको बनाइदिन। अनि यो देशमा बस्ने मजदुर किन बस्छ, किसान किन बस्छ, सुकुम्बासी किन बस्छ? यहाँ लघुवित्त पीडितको त्यस्तै लाग्दो समस्या छ। अघि हाम्रो महासचिव पदम अधिकारीले बताउनु भयो, यहाँ लघुवित्त पीडित सङ्घर्ष समितिका 7 नेताहरू आउनुभएको छ। मिडल क्लास पीडित, सहकारी पीडित, बिमा पीडित, पेन पीडित, शिक्षकहरू, शिक्षिकाहरू, हाम्रो गुरुआमाहरू 1 महिनासम्म तड्कायो। त्यही कुरा अस्ति गर्ने हुन्छ नि त। 1 महिनासम्म तड्काउनु किन पर्यो? बदनाम गरियो। शिक्षक र शिक्षिकाहरू व्यक्तिगत रूपमा असक्षम होला, कतिपय गलत पनि होला, तर परीक्षा पास गरेर शिक्षकको लाइसेन्स प्राप्त गरेका छन्। उनीहरूलाई तड्काउने, बदनाम गर्ने अहिले सम्झौता बुझाएर दिएको छ। अनि यो देशको भविष्य कसरी निर्माण हुन्छ?
त्यसैले मजदुर साथीहरू, किसान साथीहरू, सबै उत्पीडित वर्ग समुदाय, 5 उत्पीडित जनसमूहका साथीहरू यो सभा